किन हिँड्नु छिटो आम्मा यहाँ त कस्तो कस्तो ढुङ्गा आउँदैछ भाइ हैट यता हेर्नु न यस्तो ढुङ्गा आएर खोटाङ बजारदेखि हिँड्यो अब बाह्रपोखरी मेला भर्नुको लागि यहाँ रहेछ हाम्रो गाडी चाहिँ के गाडीमा हो हेलो नमस्कार सर हामी दुईजना कहाँ बस्नुपर्ने हामी दिपा मिस तपाईँ अगाडि बस्नु म बिचमा बस्छु ल यहाँ बस्दा हुन्छ ल म चाहिँ अब छिटैमा ओहो नमस्कार सरहरू ओहो भोट भाइ ल चढ्यो अब हामी गाडीमा दिपा मिस ठिक छैन त्यही र त यहाँदेखि झऱ्यो अन्त ल गयो अब हामी यहाँ खोटाङ बजारदेखि हामी चाहिँ यो ठ्याक्क बाह्रपोखरी मन्दिरको अलिकति वल्लो डाँडामा आइपुग्दाखेरि चाहिँ अब बाटो बिग्रेर गाडी बाटो उत्रेर झरिरहेको छौँ हिँड्ने मान्छे त हिँडिराख्नु भएको छ अब हाम्रो चाहिँ गाडी नै भएको हुनाले अब एकछिन पर्खेर जाने भनिरहेको छौँ नि त अनि अहिले चाहिँ अब बर्खाले गर्दाखेरि होला बाटोहरू पुरै बिग्रिरहेछ के अब यहाँ बसेको पनि पर्खेको चाहिँ अब 10-15 मिनट चाहिँ भइसक्यो यहाँ पारि एउटा जेसिबीले बाटो बनाइरहेको छ अनि त्यसरी हेर्नु न यतातिर सबै बाटोहरू अलपत्रै भइरहेको छ नि यस्तो छ यहाँ पर छ हाम्रो गाडी होइन अनि यता चाहिँ कति राम्रो के अरे यो गाउँहरू चाहिँ रहेछ तर अब यो फर्स्ट टाइम आएर हेर्नु न गाउँ राम्रो छ तर गाउँको नामै थाहा भएन हौ मलाई अब यो कति टाइम लाग्छ कतिजना त फर्किँदै पनि हुनुहुन्छ यहाँ त सानोतिनो जामै लाग्यो नि साथीहरू अहिले त धेरै मान्छेहरू कति मान्छे त हिँडेर पनि पुगिसक्नु आँट्नु भयो होला हामी चाहिँ अब यहीँ पर्खिरहेको छौँ खुल्नु मात्रै लागेको हो कि के हो अब चाहिँ बल्ल गाडी खुल्नु आँट्यो यसलाई आइराख्न आउनु हेर्नु न अझै खुलेकै छैन नि यहाँनिर छ यता आइसकेको छ यता चाहिँ अब अलिकति पास बाँकी रहेछ कि अझै टाइम लाग्छ तिरो अझै लाग्छ गाडी चाहिँ बल्ल बल्ल चढ्नु पाएँ कि तर अघि बनाएकै बाटो त फेरि उयो हुँदैछ क्या हिँडेर जाऊँ न त हामी पारीसम्म यस्तो भइरहेको छ नि जेसिबीले बनाइरहेको छ तर बनाएको ठाउँ फेरि खस्यो हामी हिँडेर जान्छौँ त ल यहाँ परसम्म ल अब यहाँदेखि चाहिँ हिँडेरै जानु कता यतै झरौँ उतै मासुबाट झरौँ अब यहाँदेखि चाहिँ हिँडेरै जाने पर्यो नि साथीहरू मेरो ब्याग कुठो मेरो ब्याग तान्दिनँ अब यहाँदेखि चाहिँ हिँडेरै जाने पर्यो नि हामी यता त उँधो त फेरि भिड्छ है खर्च ल हेर्न यस्तो भइरहेको छ नि यहाँनिर अब यहाँदेखि चाहिँ हामी हिँडेरै जाने पर्यो नि साथीहरू आउनु मिस छिटो आउनु अब यहाँ चाहिँ एकछिन जाऊँ होइन अब जानु होइन गाडी एकछिन चढेको गाडी चढे जस्तो मात्रै भयो क्या किन हिँड्नु छिटो आम्मा यहाँ त कस्तो कस्तो ढुङ्गा आउँदैछ भाइ हैट यता हेर्नु न यस्तो ढुङ्गा आएर आउनु आउनु हेलो हेलो आउनु आउनु यहाँ माथि त डेन्जर भइरहेको छ यार गयो अब यसरी हिँडेर हैट टेरिका यहाँनिर चाहिँ कति बेर हामीले चाहिँ अब गाडीलाई पर्खेर बस्यौँ अब गाडीको बाटो नखुल्लै जस्तो भएर हामी चाहिँ हिँड्न थाल्यौँ आज बाटोमा झन्डै अभर पऱ्यो नि हामी यसरी बर्खाको टाइममा हिँड्नु चाहिँ अलिक गाह्रै हुन्छ अब कतातिर बाटोहरू बिग्रिरहेको हुन्छ के भइरहेको हुन्छ है तर अब यहाँ मान्छेहरूले भन्नुभएको अब आइपुग्नै आँट्यो अरे कति टाइम लाग्दैन अरे कि यहाँदेखि चाहिँ त्यही भन्न हामी चाहिँ अब गाडीलाई चाहिँ त्यहीँ छोडिराखेर हिँड्न थालेको यतातिर पनि बाटो बिग्रेर क्या खतरा भएको रहेछ नि साथीहरू यस्तो छ यतातिर बाह्रपोखरी आउने मान्छेहरूको लर्को यस्तो भइरहेको छ लर्कोमा हुनुहुन्छ दिपा मिस पनि अनि आउँदै हुनुहुन्छ उता हाम्रो सरहरू यता पारी कतादेखि आइरहनु भएको छ अझै
यहाँ पूजा गर्ने सामग्री देखाउनु न मेन कस्तो खालको भ्लगर हो ए सरी यहाँ चाहिँ आमामा कस्तो राम्रो दुना टपर भइसकेछ ल यसरी हामी जाँदैछौँ जाउँ ए उहाँले बनाउनु भएको है जाउँ गुरुजी चुई कुद्दैछु है म चाहिँ अब हामी चाहिँ 12 पोखरमा आइसकेको छौँ साथीहरू म दिपा मिस अब कतिजना उता एकजना बोजू हुनुहुन्छ पूजा गर्नको लागि हामी पोखरी जाने ए ल पोखरी चाहिँ दादा होइन चोटि चाहिँ पहिले जस्तो भिडभाड छैन भन्दै हुनुहुन्छ हाम्रो मिसहरूले ओ पर्यो कति रुपियाँको हो यो चाहिँ कति रुपियाँको खेल हो ओ यहाँ पनि आएर खेल्नुपर्छ अहिले बेलामा हेर्नु न कस्तो राम्रो गेमहरू रहेछ कि अब पहिले हामी पोखरीमा जाने अनि यहाँ हामीसँगै आउनु भएको छ एकजना आमाले चाहिँ परेहरू उडाउने भनेर भाकल गर्नु भएको रहेछ अनि त्यहाँ परे उडाइसकेपछि चाहिँ हाम्रो फेरि बजारमा आएर चाहिँ यहाँ चाहिँ रातभरि लाग्छ होइन मिस के लाग्छ मलाई भन्दिनँ हौ भन्नु त रातभरि मेला लाग्छ अनि भन्नु न रातभरि मेला लाग्छ के हुन्छ यहाँ के खेल हुन्छ भन्नु ल यहाँ यस्तो तीरहरू हान्ने हुन्छ तीरहरू हान्ने अरे अन्त यहाँनिर चाहिँ अब मलाई चाहिँ आज टेन्सनै छैन दिपा मिसले यति पैसा ल्याइदिनु भएको छ मेरो लागि म त मिससँगै खेल्छु मिससँगै घुम्छु मिससँगै खान्छु मिसकै पैसाले तर यहाँ अघि कति मान्छेले भन्दै थियो पहिलेको जस्तो मान्छे नै आएको छैन अरे क्या यहाँ त पहिले त होइन साथीहरू भुइँमा टेक्ने ठाउँ पनि हुँदैन थियो अरे अब योचोटि चाहिँ बर्खा पनि लाग्यो पानी पनि पर्यो त्यही भनेर होला यस्तो भएको स्वागत छ तपाईँको स्वागत छ भन्नु न हामीलाई एकदम स्वागत छ हजुरहरुलाई ल नमस्कार थ्यांक यू अब हामी चाहिँ गयौँ है यता यो चाहिँ रातिको मेला भएर हो कि के हो अब अहिलेसम्म चाहिँ मान्छेहरू चाहिँ आइसकेकै छैन पनि भन्दै हुनुहुन्छ यहीँदेखि हो 12 पोखरी भित्र छिर्ने पानी नै परे पनि जे नै भए पनि आउने मान्छेलाई चाहिँ हेर्नु त ल रोकेको छैन है कुनै कुराले मिस सरासर छिर्दा हुन्छ होइन म त हिँडिरहेको छु है फेरि 12 पोखरी मन्दिर प्रवेशद्वार पानी चाहिँ अलिअलि छिटाउँदैछ होइन तर अब पर्दैन होला त्यसरी त प्रवेश गरे हामीले 12 पोखरीको बाहिरी भागमा छौँ हेर्नु है ल भिडभाड त राम्रै हुँदो रहेछ ऊ यहाँ रहेछ यस्तो राम्रो रहेछ साथीहरू म त पहिलोचोटि आएको होइन ऊ यहाँ पोखरीमा मान्छेहरूले पूजा गरिराख्नु भएको रहेछ है भाकल गर्ने मान्छेहरूले राति भएर होला पोखरी नै कस्तो मजाले देख्नु चाहिँ पाएन आउँदैछ हामीले पनि 12 पोखरीको दर्शन गरे है साथीहरू म त फर्स्ट टाइम आएको यहाँनिर यो ठाउँमा चाहिँ यसरी एकादशीको अघिल्लो दिन नै आएर पूजाआजा गरेर चाहिँ एकादशीको दिन चाहिँ सबैजनाहरू फर्किनु हुँदो रहेछ क्या अनि विशेष गरी राति लाग्दो रहेछ हेर्नु न यताभरि कति धेरै मान्छेहरू आउनु भएको छ सबैजना अहिले त पूजामै व्यस्त हुनुहुन्छ ए यहाँनिर त हामीले उडाएको पर्या त हेर्नु न ऊ यहाँ भित्र हुनुहुन्छ पर्या टिप्दै हुनुहुन्छ यहाँनिर ए हामीले तर राम्रै हो नत्र त अलपत्र पर्छ नि त पोखरीमा परेवा उहाँ चाहिँ परेवा खोजेर उयो गर्दै हुनुहुँदो रहेछ है अरे पक्रेर ल्याइ पनि सक्नु भएछ एउटा चाहिँ ए मलाई थाहै थिएन नि यहाँ त पर्यो उडाउँदाखेरि त पक्रेर फेरि लगिहाल्नु हुँदैछ है कस्तो लागिरहेको छ मसँग मेलामा त लु भन्नु रमाइलो लागिरहेछ चिजा मिस मान्छे नि रमाइलो लागिहाल्छ नि हो थ्याङ्क यू दिपा मिस अहिले मिठाई किनिदिन्छु ल मिठाई त खान्न म दाँत किराले खाएको छ ए चेप पाए त्यही अरू नै खान्छु अरू नै किन्दिन ल उसको खुट्टा दुख्ने बिमारले भेटेको थियो नि एकचोटि बेसारी अनि ल्याउतिनी उसको बुढा गुरुले चाहिँ रोहिणी केटी लिएर जानुभयो नि होइन
अब चाहिँ हामी यहाँदेखि बजार जानु लागेको छ है। जाम मिस सुजन सर जाम। यता एउटा निस्किम न त कि कताबाट निस्किने हो? आमा झन्डैले लड्यो नि। म त यहाँ अँधेरोमा चाहिँ हेर्नु न भुइँ पनि हेर्दै हेर्नु है। म झन्डै लडेँ यहाँनिर अहिले। अब गयौँ हामी यहाँदेखि यो ठाउँमा त अब पोखरीमा मन्दिरमा त रातैभरि पूजा हुने रहेछ साथीहरू। पूजाआजा चाहिँ चलिरहने रहेछ। आमा एकादशी बजारैमा भन्ने गीत पुरा बजिरहेको छ है पछाडि। फेरि कतै जानुपर्ने हो हामी? ए ल अब चाहिँ हामी यहाँदेखि बजारमा निस्क्यो है मन्दिरदेखि। यसो यो रातिको मेला चाहिँ मैले खासै आएको थिइनँ होइन, तर रमाइलो हुँदो रहेछ यो रातिको मेलाहरू पनि। मान्छेहरू अब पुरा सबै आफ्नै तालमा पुरै अर्कै हुँदो रहेछ यार मेला राति आउँदा त। मेरो त सबै फोनहरू पकेटमा राखेको छु। ब्यागमा हाल्नु न फेरि हराउला नि मिस। कसको हरायो? हराएको छैन। मेरो एउटा फोन मैसँग छ, एकदमै सेपरेट ठाउँमा छ भन्ने मिल्दैन होइन, पछाडि राखिरहेको छु। अब ठ्याक्क यो गेटदेखि चाहिँ हामी आयौँ सक्यौँ। यो गेटभन्दा बाहिर अब निस्किसकेको छ हामी। आमामा अहिले हेर्नु न कति धेरै मान्छे अहिले पो भेला हुनुभएछ त। यहाँ पर हेर्नु है ल। अब रातिको मेला आज मजाले घुम्नुपर्छ। हेर्नु है मेलाको चहलपहल, रातिको मेलाको चहलपहल। मिस यो अहिले हामी उयसमा आएको होइन बारापोखरी गाउँपालिकामा। यो ठ्याक्कै बजारको नाम के भन्नु त? यो बजारको नाम चाहिँ एकादशी बजार। एकादशी मेलामा आइसकेको छ है। हेलो साउजी, हेन्सम साउजी। हामी गाडीमा आएको। हजुर होइन हामी त अब हेर्नु है यहाँनिर आमामा मिस आउनु हात समात्नु अहिले हराउनुहुन्छ। अब चाहिँ यहाँ मिसलाई हातै समातेर लाँदैछौँ। अब चाहिँ हामी यो बजारदेखि चाहिँ खाजासाजा खाने अनि आराम गर्ने भनेर बसेको नि त। मलाई लुगा किनिदिनु तपाईँले? म त लगाइदिन्छु। आज मिसले मलाई खोटाङ बजारदेखि तपाईँ मेला हिँड्नु म जे पनि किनिदिन्छु जे पनि खुवाइदिन्छु भन्नुभएको छ होइन। तर अहिलेसम्म एउटा थोक पनि किनिदिनु भएको छैन, एउटा थोक पनि खुवाइदिनु भएको छैन। किनिदिनु लाँदैछु त। हेर्नु अब पुरा क्यामेरा अन क्यामेरा राखिराख्नु पर्यो यार। यो मिसले किनिदिन्छ किनिदिँदैन। कता जाने हामी? इन्जिन गाडीमा एकादशी बजारैमा। आज हामी फेरि जम्बो टिम छ नि त, कहाँ हुनुहुन्छ अर्जना? अब चाहिँ हामी यहाँनिर बजारभन्दा अलिकति माथिल्लो भागमा आइसकेको छौँ। यहाँनिर मिसले मलाई के कुरा किनिदिन्छु भन्नुभएको छ कि हेरौँ। खै यता खाजा खाने ठाउँ हो। हामी खाजा खाने ठाउँको खोजीमै छौँ अहिले चाहिँ। यता यता क्या है? ए ल यतै खाउँ अब। कहाँ यतै बस्ने हो? भित्र बसौँ? ए उयो त खाली हुनु लागेको छ अरे। यहाँ बसौँ न त, यहाँ चेयर रहेछ त। ए ल होइन हौ मिस यता क्या ओडाङ्का बाना नि न ल। अहिले चाहिँ अब हामी खाजा खाने ठाउँमा आइसकेको छ। यहाँ मिसले हेर्नु है अहिले किनिदिन्छु भनेको छ। अब किनिदिन्छ किनिदिँदैन अन क्यामेरा पुरै। अट्नु भएन अलिकति आउनु न, म यता सर्छु नि त। दिपा मिसले किनिदिनु भएको है साथीहरू। थ्याङ्क यू दिपा मिस, टाटै रहेछ। हाम्रो चाहिँ यहाँनिर टेन्ट मिलाउँदै हुनुहुन्छ उहाँ साथीहरूले। हामी चाहिँ अब यहीँ बस्ने यतै होइन हाम्रो व्यवस्था।
हजुर घरिघरि मलाई निकाल्नु तपाईँलाई मैले निकालेको छु यता हाम्रो सुत्ने व्यवस्था भइरहेको छ भिडियो हेर्दिनु पर्छ भने चाहिँ निकाल्नु निकालिरहेको छु ल हेर्नु ल म सुक्क हाँस्छु त ल ल अब हामी चाहिँ टेन्टको व्यवस्था भइसक्यो टेन्टमा आजको रात बिताउँछौँ ल अब यस्तै भयो साथीहरू बाह्रपोखरी घुम्न आएको राति भयो तर रातकै भयो भने मलाई चाहिँ रमाइलो लाग्यो होइन तपाईँहरूलाई कस्तो लाग्यो तपाईँलाई कस्तो लाग्यो मैले त झन् एकदम धेरै रमाइलो आमा तपाईँलाई कस्तो लाग्यो भन्नु त राम्रो छ नानी ल तपाईँहरू सबैजनालाई अब के भन्ने ल भिडियो हेरिदिनु है मन पर्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु गुड नाइट आज चाहिँ रात पनि पर्यो गुड नाइट सी इन द नेक्स्ट भ्लग टाटा बाई बाई